हेलो हजुरहरु सबैजनालाई नमस्ते। नयाँ ठाउँ नयाँ परिवेश फरक विषयवस्तु र फरक सामग्रीहरूलाई समेटेर नयाँ भिडियो ल्याउने क्रममा आज मैले हजुरको सामु चाहिँ फुलहरूको भिडियो लिएर उपस्थित भइसकेको छु। आजको यो भिडियोमा विभिन्न प्रजातिका फुलहरूको सुन्दर दृश्यहरू लिएर हजुरहरु सामु उपस्थित हुने सानो कोसिस गरिरहेको छु। आजको यो भिडियोमा मैले छोटो सर्ट भिडियोहरू सुन्दर फुलहरूका मनोरम र आकर्षक फुलहरूलाई चाहिँ समेट्दै यो भिडियो बनाइरहेको छु। भिडियोलाई स्किप नगरी पुरा हेरिरहनु होला। हजुरहरूलाई फुल मन पर्छ भने यो भिडियो चाहिँ एकदमै मन पर्न सक्छ र हजुरहरूलाई कति पनि ढिलो नगरिकन अब चाहिँ म हजुरलाई यो स्क्रिनमा देखिरहनु भएको घन्टी फुलबाट मेरो भिडियो सुरु गर्न चाहन्छु। र हजुरहरूलाई मैले भन्नु पर्दा चाहिँ यो दृश्यमा अथवा स्क्रिनमा देखिरहनु भएको यो घन्टी फुल एकदमै सुन्दर देखिन्छ र यो घन्टी फुलको जुन स्वरूप छ नि एकदमै आश्चर्यजनक किसिमको देख्न सक्छौं र यसका फुलहरू वर्षेनी अथवा वर्षमा जुनसुकै समय पनि 12 मास फुलिरहने प्रजातिको फुल हो। यो एकदमै सुन्दर देखिने यो फुल देवी देवताहरूको मठ मन्दिरहरूमा पूजा गर्ने चलन रहिआएको छ र पूजा लगायत धार्मिक कार्यक्रमहरूमा पनि यसको विशेष प्रयोग हुने गरेको पाइन्छ र घर आँगनलाई चाहिँ सुन्दर राख्न यसले ठुलो भूमिका खेलेको हुन्छ। अब यो फुलको बारेमा भन्नुपर्दा चाहिँ मैले मेरो जीवनमा देखेको पहिलो पटक हो र यो फुलको बारेमा मलाई त्यति धेरै ज्ञान त छैन, तर यसका पातहरू लगायत यसको जुन बिरुवा छ एकदमै सुन्दर छ र यस सुन्दर पातहरू भएको यो फुलको यो जुन स्वरूप छ बनावट छ यो एकदमै एक्स्ट्रा किसिमको अथवा युनिक किसिमको देख्न सक्छौं। सोली आकारको यो फुल एकदमै अचम्म किसिमको छ भन्दा फरक पर्दैन। एकदमै कम मात्रामा फुल्ने यो फुल, बिरलै मात्रामा पाइने यो फुल चाहिँ झट्ट हेर्दा सोली आकारको देखिए तापनि सोली आकारमा फुलेको फुलभित्र चाहिँ पहेँलो कलरको गोल्डन कलरको छुट्टै खालको यसको पुष्पक अथवा पुष्पदल देख्न सक्छौं र यो फुललाई भित्र भएको गोल्डन कलरको रङले चाहिँ छुट्टै सौन्दर्यता थपेको महसुस गर्न सक्छौं। यो फुलको बारेमा मलाई धेरै ज्ञान नभएको कारणले चाहिँ धेरै जानकारी नभएको कारणले आजलाई यति नै है त। अब म फेरि अर्को फुल, जुन फुल चाहिँ हजुरहरूले स्क्रिनमा देखिसक्नु भएको छ, यो स्क्रिनमा देखिरहनु भएको फुलको नाम पक्कै पनि थाहा भइसकेको छ हजुरहरूलाई, तर हामीले यो फुलहरूको सुन्दर बनावट स्वरूप हुन्छ नि, यो स्वरूपहरूलाई यसको बनावटहरूलाई हामीले मन पराए तापनि खासै नोटिस गर्न सकेका हुँदैनौँ। अर्थात् मैले भन्नु खोजेको कुरा के हो भने यो जुनसुकै फुलहरू चाहिँ मजाले कोपिला लागेर फुल्छ, फुलिसकेपछि ओइलेर जान्छ र ओइलेर गइसकेपछि हाम्रो नजरबाट यो फुल चाहिँ फुलिरहेको अवस्थामा जति हामी यसको नजिक पर्छौं, यसको आकर्षणमा चाहिँ हामी आकर्षक भएर यसको जुन आकर्षण हुन्छ त्यो आकर्षणमा चाहिँ हामी नजिकिन्छौं। त्यसबाहेक फुल फुलेर ओइलिएर झरिसकेपछि हाम्रो लागि चाहिँ यो फुल खासै महत्त्व हुँदैन। त्यसैले ती सुन्दर फुलेको अवस्थाको त्यो सुन्दर दृश्यहरूलाई जीवन्त राख्नको लागि चाहिँ मैले मेरो भिडियोमा यो सुन्दर फुलहरूको सौन्दर्यलाई जीवन्त राखिराख्नको लागि चाहिँ यो भिडियो बनाएको हो। यो
सेतो र गुलाबी कलरको मिक्स फुलिरहेको रङ्गीन गुलाबको फुललाई मैले चाहिँ हजुरहरू सामु हजुरहरूको मनमा एउटा छुट्टै किसिमको फुलप्रतिको मोह जगाउनको लागि र यो जुन फुलिरहेको फुललाई सदैव जीवन्त राख्नको लागि चाहिँ मैले हजुरहरू सामु यो छोटो भए तापनि गुलाबको भिडियो बनाइरहेको छु। सेतो र गुलाबी रङको मिक्स कलरमा फक्रक्क फुलिरहेको यी सुन्दर गुलाबका फुलहरूलाई हामीले जति मन पराउँछौँ, जति यसको सौन्दर्यताले मानिसहरूलाई लोभ्याउँछ, त्यति नै हामीले यी फुलहरूलाई माया गर्ने गर्छौँ। एकदमै सुन्दर र आकर्षक देखिने यो फुलहरूलाई हामीले सदैव जगेर्ना गर्नुपर्छ। यसको चाहिँ हामीले बीजहरू उत्पादन गरेर यसरी नै हराभरा पारेर रङ्गीन फुलहरू फुलाइरह्यौँ भने यसले आफू र आफ्नो वरिपरिको ठाउँलाई मात्र नभएर यसले चाहिँ संसारलाई नै आकर्षक गर्नुको साथै सुन्दरता प्रदान गर्ने गर्दछ। झट्ट हेर्दा यो एकदमै आकर्षक देखिने गुलाबका फुलहरू यसको सौन्दर्यता मात्र नभएर यसको महत्त्व पनि एकदमै धेरै छ। यसको फुलहरूबाट पातहरूबाट धेरै किसिमका जडीबुटीहरू पनि हामीले बनाएको पाउँछौँ र ती जडीबुटीहरू एकदमै मानव स्वास्थ्यको लागि फाइदाजनक रहेको कुरा पनि हामीले विभिन्न लेखहरूमा पढ्न सक्छौँ र दैनिक जीवनमा युज भइरहेको हुन्छ। हजुरलाई यो भिडियो कस्तो लाग्यो? हजुरलाई यो भिडियो मन पर्यो भने भिडियोलाई धेरैभन्दा धेरै लाइक गरिदिनु होला, कमेन्ट गर्नुहोला र सेयर गर्न नभुल्नुहोला भन्दै आजलाई यी सुन्दर फुलहरूको प्रजाति सहितको सुन्दर दृश्यहरू हजुरहरूलाई सुम्पँदै बिदा हुन चाहन्छु। हजुरको दिन शुभ रहोस्। नमस्ते, बाई बाई।